बाबाजी ओइ यो छाता कस्तो होला मोटो बाबु हिरो भाइ लट्ठा ताने आयो भाग भाग ए भाग ए तलको भाग तलको सबै निस्की पानी जस्तो लार्सेको पुल चाहिँ आज 2081 6 महिना असोजको 2 गते हेर्दा हेर्दै पुल गयो 12 गते लग्यो पुल लग्यो गयो गयो पुल अब तल कहीँ भेट्दैन यो पुल अब ड्राइभरमा हान्छ यो पुलले ड्राइभरमा हान्छ गयो गयो घर गयो ए सामानहरू सबै निक्लियो घरको दृश्य चाहिँ फिदिमदेखि सिदिम जाने नाङ्गिन जाने आकाशे जाने यो खोलाको दृश्य हो देख्न सक्नुहुन्छ यहाँ खोलामा यहाँ चाहिँ पुल थियो यो पुल पनि कम्प्लिटली बगाइसकेको छ तपाईँ देख्न सक्नुहुन्छ सबै खोलाले बगाइसकेको छ यत्रो ठुलो खोलादेखि देख्न सक्नुहुन्छ खोला तपाईँ देख्न सक्नुहुन्छ यो छ यहाँको पुल बगाइसकेको छ This is the most swollen form of Bagmati that I've ever seen in my 32 years of existence. My folks have been here for 7 generations. I have lived in Kathmandu all my life, but this is the biggest I've seen Bagmati become. But I think this is the original form of Bagmati. Like they say, nature reclaims. You have to be here to witness how big Bagmati has become. Like they say, you can do all that is within your means. But when nature takes course, she will reclaim all her lost lands. तो भर्खर लगाइसक्यो
सुनकोसीको पुल हाम्रो पुलको यो अवशेष मात्रै बाँकी छ यहाँ हेर्नु होला मात्र बाँकी छ कि अलिकति अब यो सबै चाहिँ नि दुम्जाको एरिया सब डुबानमा छ केही छैन रोसी माथिबाट कोसी यसरी आछ विश्वमित्र गुफा भएभरका रिसोर्टहरू सबै यो चाहिँ नि अहिले प्रकृतिले वितण्ड मचाइरहेको अवस्था छ सबै ठाडो भयो टिपर चलाउन कुन पर्यो काले पर्यो चाहिँ टिपर हेरी टिपरका जम्मै पर्यो उच खाना वन्डन ल बोला यार यो गोटी गोला खतम भयो यसपालि ओ 500 ले हेगो जग्गा जम्मै बहुत तारिम छ फेरि बहर गाडी तोरबाट चाहिँ नि त खलात चाहिँ आज नि हेर्नै भने अनि टिपरहरू कति गयो कति यार आफ्नो टिपरहरू मसालो त टिपर छोडिसक्यो बाटो केही छैन बाइक एउटा केही छैन सब लैले खाना इंग्लिश तिमी मैले खाना धोइ माइ पनि हत गरिदिल त अरे भने बाइक त भेट्नु चाहनै छैन टिपर पनि उस्तो मैले त्यही भएर आधी घन्टा लाइनमा बसेर तेल हाल्यो क्या जे पनि पर्नुपर्छ होइन यो पालि त गभर्मेन्टको रियली सिरियस त्यो त्यत्रो न्युजहरू राखिरहेको छ उनीहरू आफैले होइन आई थिङ्क दे वर गेटिङ द न्युज क्या यताउता इतिहासकै सबैभन्दा ठुलो बाढी कोशी नदीमा यो खेत हो ए ल अहिले यसको बारेमा भनिदिनु पर्यो नजिक आएर यो पानीको बारेमा अहिलेसम्मकै 11 सालमा आएको थियो अरे यहीसम्म पानी ए यो होइन आएको थिएन 11 सालमा आएको थियो अरे फोन गरेँ मैले यहाँ बस्ने बाहुनहरूलाई ए 11 साल भनेपछि अहिले 81 साल भनेपछि लगभग 70 वर्ष पुरानो पुरा 70 वर्ष बिहान हामी यहाँ गएर भिडियो बनाउँदै थियौँ बिहान अहिले हेर्नुहोस् त यो हालत यहाँको खेत अब यहाँ खेत थिएन जस्तो छ ल हेर्नुहोस् मेरो 60-70 मुरी धानको मेलो नोक्सान गर्यो ए तपाईँको चाहिने सर यो 30 मुरीदेखिको लिएर हजुर 70-80 मुरीको खलो जिउको पानी त यहाँ आउँदैछ त आउँदैछ माथि आउनु माथि पानी यहाँ आउँदैछ यहाँ उयो सब खेत थियो यो अहिले भेल भयो अब बाँस उठो उता रोडले आदि छैन यता चाहिने तपाईँको अब अझै बढ्दैछन् पाइँदै भेटो यो कुराको भनौँ न जम्मा लगभग वारिपारी बढेर जान त म पनि रमितै हेर्न गएको थिएँ घर गाउँमा अहिलेसम्म कहिले नदेखेको बाढी आएको तर त्यहाँ पुगेर गरी खाने मान्छेहरूको दुःख देखेपछि घर घरमा पानी छिरेर मान्छेहरूलाई दुःख भएको देखेपछि म सोच्नलाई बाध्य भएँ कसैको लागि शनिबार छुट्टीको दिन रमिता हेर्ने बहाना त कसैको लागि घर बार व्यापार सबै जोगाउने डर हामी दुवै किसिमका मान्छेहरू त्यहाँ भेला भएका रहेछौँ पाइलै पछि पानीको लेभल बढ्दै थियो र मान्छेहरूको समस्या पनि हिँड्ने बाटो भन्ने त नामै थिएन काहीँ गाडी पल्टेको काहीँ पसल डुबेको काहीँ घरभित्र पानी छिरेर मान्छेहरू अड्किएको सबै दृश्य देखियो हिजोको दिनमा आफै पनि वर्षाको आनन्द लिइरहेको थिएँ कति राम्रो मौसम पानी परेपछिको खुल्ला आकाशको मनोरम दृश्य यी सबै हेरेर म आनन्दित थिएँ मैले देखेको समस्या भनेको बत्ती जाने र नेट नचल्ने थियो तर आज जब मैले यो दृश्य देखेँ समस्या भनेको के रहेछ भन्ने कुरा छर्लङ्ग भयो जागिर खाने मान्छेहरू जाँच दिन नपाएर अड्केका विद्यार्थीहरू सबैजना त्यहाँ टुलु हेर्दै थिए कसैले म जागिरमा जानु पाइनँ भने गाली गर्छ भन्दै थिए त कसैले मेरो आइएल्सको एक्जाम छ आज छुट्ने भयो भन्दै थियो कसैले मेरो मेडिकल छ मेरो भविष्य बर्बाद भयो भन्दै थियो म रमिता हेर्न आएको मान्छेहरूको दुःख सुन्ने कान बने एकछिनको लागि तर कसैको मद्दत गर्न म सक्षम थिइनँ
मद्दत र उद्धारको प्रयास पनि गरियो। अड्किएका मान्छेहरूको लागि जेसिबी आएर केही हदसम्म मद्दत गर्न खोज्यो। जो मान्छे दुईतिरैबाट बहाव भएर अड्किएका थिए, जेसिबीले पालै पालो उहाँहरूलाई तार्ने व्यवस्था पनि गर्दै थियो। त्यो हेरेर केही आश पलायो। कसैलाई काममा पुग्न पर्ने थियो, कसैलाई हस्पिटल, कसैलाई इक्जाम। यो एउटा जेसिबीले जति सक्थ्यो पालै पालो मानिसहरूलाई पार गराउने काम गर्यो। तर यहाँ आएर मैले केही कुरा त सिकेँ। घर बसेर बर्खाको आनन्द लिएर नेट चलेन र बत्ती गयो भनेर दुःख मान्ने म यहाँ आएपछि असली दुःख के हो, असली समस्या के हो भन्ने बुझेँ। मान्छेहरू कति दुःखमा छन्, कति पीडामा छन्, कसको कति क्षति भएको छ हेर्नलाई आफ्नो घर बसेर होइन, ठाउँमै गएर हेर्न पर्ने रहेछ, ठाउँमा गएर समस्या बुझ्न पर्ने रहेछ भन्ने कुरा मैले सिकेँ। म एकजनाले के नै गर्न सक्थेँ र 2-4 जनालाई वैकल्पिक बाटो भनिदिनु बाहेक। तर सम्बन्धित निकायले यो सबै मान्छेहरूको पीडा बुझेर सबैको उद्धार गर्न सकोस्, सबैको मद्दत गर्न सकोस् र यो प्रकोप चाँडै टरेर जाओस्। सबैजना आफ्नो ठाउँमा सुरक्षित रहनुहोला। यो मुस्किल घडीमा एकअर्काको मद्दत गरेर अगाडि बढ्नुहोला। यता हानिसक्यो सबै, यो ढुङ्गै पुग्न आँटिसक्यो।